तपाईको जोडी चाहिँ एकदमै बवाल छ अरे बे गर्नुहोस् भन्नुभएको छ होइन मलाई त जिस्काउन डर लाग्छ इधर देखो अन्जु कति लामो कपाल पाल्या हुन् त कस्तो राम्रो ड्रेस लगाया हुन् त तिम्रै यादले बिस्तारा भिजायो सकिन ट्यापाखामा लग्नु त भएन के अरे अनि आकाशको फल आँखा तरी मर कतिसम्म सोच्या रहेछ हेर्नु त तपाईँको बारेमा दही हुन पान्न दुध खाइसकिन्छ अनि दही मन पर्दैन क्या मलाई यो त्यही भएर दुध त फेभरेट भोक लाग्यो क्या हो भोक लागेको छैन अघि भर्खर नास्ता खाएको भनौँ न अन्जुलाई अलिकति के भन्ने हो र हुँदैन तपाईँबाट न्याउली बरु डालीमै निदायो तिम्रै यादे बिस्तारा भिजायो न्याउली बरु डालीमै निदायो तिम्रै यादे बिस्तारा भिजायो हो तिम्रै यादे बिस्तारा भिजायो कपाल त लास्टै एउटा सुधार भन्ने कि बिगार भन्ने कपाललाई है वहाँ अब यस्तो बजारमा बसेको गाउँमा लौजा अब तिमलाई रानी नै बनाउँछु दाङ तुलसीपुर सहर घुमाउँछु जुन तारा झलमल मेरी माया परेउ अलमल मलाई त जिस्काउन डर लाग्छ अन्जुले गाली गर्नुहुन्छ र गर्दिन हौ त्यस्तो त्यही त नि जिस्काम कसरी जिस्काउने होइन जे भन्दा नि भयो अब कुर्ता लगाएर आउनु भएको छ कुर्ताको चर्चा गरिदिनुहोस् कपाल हेर्नु त कस्तो राम्रो छ कपालको चर्चा गरे नि भयो जिस्काइ नि भयो कपालको बारेमा कुरा गर्नुभयो कपाल त अमेरिकन के जैसा है कपाल त लास्टै एउटा सुधार भन्ने कि बिगार भन्ने कपाललाई है के गरे हो सुधारे हो कि बिगारे हो उहाँले जे चाहनुहुन्छ त्यही हो ठिक छ अलिकति क्यारिकेचर गरौँ अलिकति कसको गरिदिने त मोटुको गर्दिन खुशबू अरे बड़े भैया खाली पेट मेरे दिमाग की बत्ती नहीं जलती तुम्ही को सोचो और इधर देखो अन्जु किन भोक लाग्यो क्या हो भोक लागेको छैन अघि भर्खर नास्ता खाएको भनौँ न अन्जुलाई अलिकति के भन्ने हो र हुँदैन तपाईँबाट सकिन कहाँ मलाई यस्तो आउँछ त के थाहा आउँदैन यस्तो त आना चाहिए ऐसा करना चाहिए ओके यति क्लोज होला भन्ने नि लागेको थियो अन्जुलाई म अहिले सोचेको एकचोटि फर्स्टमा भेट गर्दाखेरि नमस्कार गर्लान् अनि एकचोटि टिकटक बनाउँदाखेरि टिकटक बनाउलान् फेरि के बोल्ने होलान् भन्ने लाग्थ्यो मलाई त त्यही लाग्थ्यो तर त्यस्तो भइसकेको थियो कतिसम्म सोच्या रहेछ हेर्नु त तपाईँको बारेमा म त छक्कै परेन अनि पछि आएर चाहिँ बोल्दै बोल्लान् के बोल्नु होला र सोचिरहेको थिएँ क्या मैले
म त्यति साह्रो घमण्डी पनि छैन है। तर यतिको चाहिँ हुनुपर्छ जे होस् मान्छेको घमण्ड छैन कि उहाँमाथि किनभने सबैसँग बोलिदिनुहुन्छ यतिको भएन भने पनि त सकिन्न नि त गाह्रो छ नि त सबैसँग बोल्नुपर्छ होइन अब त्यही हो अरू के भनेर हो ओके अब योभन्दा पछि पनि गीत गाउने रहर चाहिँ छ कि छैन अन्जुसँग तपाईँभन्दा अलिक सिनियर हुनुहुन्छ नि त छ किन नहुनु। एकअर्कालाई स्टोरी थाहा छ उहाँको स्टोरी तपाईँलाई थाहा छ भनौँ थाहा छ भने केही पनि थाहा छैन मलाई हेर्नु भएको छैन है जे इन्टरभ्यू हेर्नुभयो गीतहरू अरू धेरै चाहिँ के हेरेन कि मतलब त्यो गाउँमा दिएको एकचोटि इन्टरभ्यू देखेको आउँदै गरेको मतलब आउँदै गरेको अनि पछि यहाँ आएर एउटा गीत रेकर्ड भयो भन्दा सुनेको अनि पछि आइसकेपछि टिकटक बनाइयो त्यही हो अरू चाहिँ त्यति खासै पनि थाहा छैन ए अन्जुको बारेमा केही थाहा छ भाइलाई योभन्दा पहिला गीत मात्रै सुन्नुभयो होइन गीत अब आफ्नो मोबाइल नै अनि उसको मेरो सेम हो कि तर म पनि पहिला आउँदाखेरि सानो किबोर्डवाला फोन थियो तर पछि मन्जु दिदीले नै गर्नुभएको नि गिफ्ट मलाई ए हो भनेपछि आज पनि मन्जु दिदीले नै तपाईँलाई गीत गाउने अवसर दिनुभयो भाइलाई पनि मोबाइल गिफ्ट तपाईँलाई पनि मोबाइल मलाई नि मोबाइल गिफ्ट गर्नुभएको थियो कति राम्रो धेरै माया गर्नुहुन्छ उहाँले चाहिँ अब अलि अब काममा व्यस्तताले अब दिनको दिन त बोल्न पाउँदैनौँ तर कुरा चाहिँ भइरहन्छ हाम्रो कहिलेकाहीँ दिदीसँग ओके अब अन्जु भइसकेपछि एउटा विषयमा पनि थोरै रहेर कुराकानी गरिहालौँ होइन जोसँग नजिक भएर कुरा गरिन्छ अथवा सबैसँग सम्बन्ध बिग्रिँदै जाने हो कि भनेर पनि भन्नुहुन्छ कि अन्जुलाई के होला अब भाइसँग यतिको धेरै नजिक भएपछि के थाहा अब त्यो कमेन्ट पनि गर्नुहुन्छ कि त्यो कमेन्टमा त मैले अघि नै भनिहालेँ होइन प्लिज तपाईँको जोडी चाहिँ एकदमै बवाल छ अरे बे गर्नुहोस् भन्नुभएको छ होइन अब सायद भगवान्ले जुराएको छ भने चाहिँ पछिको भविष्य देख्दैन होइन अहिले चाहिँ अब जो साङ्गीतिक जोडी भनेरै म त्यसमै सीमित गर्छु अहिले सम्बन्ध बिग्रिन्न विनोदसँग बिग्रिँदैन विनोदले फेरि कसरी जोडी लिने चाहिँ सीमित छ ओके विनोदले कसरी लिने हो फेरि यो कुरालाई म त जस्तालाई त्यस्तै गर्ने नै नराम्रो गर्नुहुन्न मान्छे भएपछि होइन कसैले नमस्ते गरेर नमस्ते फर्काउनु पर्छ त्यस्तो त्यो घमण्ड गर्नु हुँदैन उनले भन्न खोजेको झ्याट्टै फ्याट्टै भन्न सक्दैनन् पछिको कुरा गरेर पछि कसैले देख्दैन होइन तर अहिले चाहिँ यो साङ्गीतिक जोडीमै सीमित छ भन्न खोजेको उसले सबै कुरा अब कहिले अब मायालाई अब थाहा हुन्छ अब हे पछि होला त्यस्तो अब गोठाले हिँड्ने आफूभन्दा अग्लो लट्ठी समात्ने त्यसो भएपछि अनि कहाँ त लट्ठी हरायो कि छ ए देख्नु पो लट्ठी छ घरमा हजुर गोठालो हिँड्दाखेरिको लट्ठी छ हजुर अब अहिले त भाइले युज गरेर होला कतिवटासम्म अब गाई बाख्रा चलाउनु भएको छ तपाईँले मैले 16वटासम्म बाख्रा चराएको छु अनि गोरु चाहिँ 3-4वटा तर यस्तो हुन्छ गोरु र बाख्रासँग हिँड्दैन बाख्रा छिटो हिँड्छ गोरु ढिला हुन्छ अब गोरुलाई त यतै घरतिर चरायो भने हुन्छ बाख्रा त धेरै टाढो लाग्नुपर्छ जङ्गलतिर जान्छ नि बाख्रा कहिलेकाहीँ जङ्गलमा बाख्राहरू पनि हराछन् जङ्गलमै बसेको छ रातभरि हराएर तपाईँ पनि कहाँ म हराउनु होइन म त तपाईँ खोज्न जाने बेलामा जङ्गलमै रातभरि घुम्नु भयो कि नाइ त्यस्तो भएन म अलि बसे पनि अब बाख्रा हरायो भने 7-8 बजेसम्म उतै जङ्गलतिर अँध्यारो खोज्यो भेटिन भने फर्क्यो अनि बिहान खोज्नु ए बाघहरू देख्नु भएको छ कि छैन जङ्गलमा बाघ त देखाएको छैन अब तर बाख्राभरि खाएको छ बाख्रा चाहिँ खान्छ हजुर हाम्रो घरैबाट गोठबाट तानिदिएको बाघले अन्जुसँग नि छ बाख्राहरू चराएको गाईहरू चराएको घाँस काटे त सोध्नै परेन छोरी मान्छेले होइन घाँस भनेको त घाँस दाउरा भनेको त त्यो त छोरीले सोध्नै पर्दैन कि घाँस र दाउराको बारेमा अनि अब खानाको बारेमा बाख्रा त म सानो हुँदा त बा मम्मीले कहीँ साथमा लग्नु भयो भने त त्यो थाहा भएन तर त्यहाँ पछि चाहिँ गोरु चाहिँ चराउँथे बाख्रा होइन गोरु अनि भैँसी घाँस काट्ने दाउरा काट्ने पानी ल्याउने त्यही हो काम मेरो भैँसीको दुध पनि दुहुनु भएको छ कि छैन तपाईँले त्यति साह्रो त आउँदैन हल्का हल्का दुन्थे तर मोही गर्थे दामी मिठो हुन्छ है मिठो हुन्छ भैँसीको मोही त साह्रै मनपर्छ नि त गाई पनि धोएको छु कस्तो राम्रो तपाईँसँग छ यस्तो एक्सपिरियन्सहरू छैन मोही बनाउन आउँछ कि आउँदैन त्यस्तो गाई भैँसी छैन
गाई भैँसी मतलब भैँसी छैन अब मै पारे पनि अब त्यो अब गाई हो दुध दियो अब त्यो मै पार्ने अलिक दिनु पनि त पऱ्यो कि अब त्यो दुध त्यो दही हुन पान्न दुध खाइसकिन्छ अनि दही मन पर्दैन क्या मलाई त्यही भएर दुध त फेभरेट हुन्छ यो दही चुगिलो हुन्छ ज्यादा अलिक धेरै चुगिलो भयो भने मन पर्दैन मलाई चुगिलो अनि मोलो खाँदैन म मोलो भनेको गुलियो हो ए ओके भाषा नै फरक छ मोलो भनेको के हो गुलियो चाहिँ मिठो बङ्गाली भाषा ए बङ्गाली भाषा है ए चुकिलो भनेको चाहिँ अमिलो त्यो चाहिँ मैले बुझेँ चुकिलो त हाम्रोमा पनि चुकिलो नै भन्छ गाउँमा त चुकिलो अब हामीले त्यसो भए त अब काठमाडौँमा हाम्रै गाउँको भाषा फैलाउनु पर्छ अलिकति बोलौँ न अलिकति अब तपाईँ र तपाईँको भाषा मिक्स गरेर बोल्न सकिन्छ अलिअलि नै सेम यही हो तर अलि त यो बोल्ने हल्का हल्का फरक नै मतलब त्यो बङ्गाली भाषा अलिक फरक कोही कोही मात्र मिल्छ क्या त्यो सबै मिल्छ भन्ने अब छैन उहाँले पनि कस्तो राम्रो लुगा लाउनु भएको छ होइन यो लुगाको चर्चा तपाईँले आफ्नै गाउँको भाषाबाट गर्नु तपाईँले अब उहाँको अलिकति गरौँ आहै कति राम्रो लाएको भन्छन् मतलब त्यो राम्रो लुगालाई कति राम्रो लुगा लायाको भन्छन् क्या मतलब होइन लायाको भनौँ न कन्टिन्यू अब कपाल पनि लामो छ सबै भन्नु न उहाँको बारेमा तपाईँहरूकै भाषाबाट मतलब यस्तो भन्छ कि कति लामो कपाल पाल्या हुन् त कस्तो राम्रो ड्रेस लगाया हुन् त मतलब ड्रेस यहाँ त ड्रेस भन्छ हाम्रो गाउँमा चाहिँ कपडा भन्छ कि गाउँमा कति राम्रो कपडा लाया हुन् हेर कति राम्रा भया हुन् भन्छन् कि कति ह्यान्डसम छन् कति क्युट छन् भन्छन् क्या यसै भन्छन् त्यो भने चाहिँ बुझ्नुहुन्छ होला सायद होइन ल तपाईँले नि अलिकति उहाँको बारेमा तपाईँकै बङ्गाली भाषा चर्चा अब यता हेर्नु अब मैले हेरिरहेको छु अब मस्किएर होइन कस्तो बहिष्कारी हो यार भन्ने हुन्छ अब होइन त्यस्तो अब उसलाई नत्र पनि त हामी त्यस्तो अब एकदम खतरा कपडा लगाएर हिँड्ने होइन अन्जुलाई हेरेर भन्नु न कपाल पिङ्क कलरको यो कुर्ता सुरुवाल अलिकति यस्तो कपाल गराएर हिँड्ने त ऊ कुहिरे जस्तै यार भन्छ हाम्रो मलाई त अस्ति बस पार्कमा त्यही भन्दै थिएँ म हिँडेर गएको थिएँ कि मतलब त्यहाँ यतिकै बस्दा बस्दै रुममा कस्तो के अरे मतलब त्यो दिमाग ह्याङ हुने क्या अनि एकचोटि बाहिर जाऊँ भनेको बस पार्कसम्म हिँड्दै आएको ओए यो त नेपाली होइन र कुहिरेन जस्तै छ भन्छन् कि सबै मान्छेले त्यही भन्दै जिस्किरहेको थियो अनि पछि रुममा आएर एक्लै हाँस्छु त म त यस्तो यस्तो भनेर जिस्काएँ भन्छु मालदाईलाई अनि भन्न दे भन्नुहुन्छ तपाईँको त यहाँ पनि ट्याटु छ है सानोमा भनेको सानोमा भन्दा नि यो म 15 वर्षमा खोपेको मैले किन मतलब त्यो हाम्रो गाउँको चलन नै यस्तै हो अब यो चाहिँ यो खोप्यो भनेर माथि स्वर्गमा छिटो बास पाइन्छ अनि आमासँग नि भेट हुन्छ भनेर अब मेटाउन लाग्छु ला किन मेटाउने नि फेरि नराम्रो देख्यो भन्नुहुन्छ अनि सबैले अनि त्यही भएर ए तपाईँहरूकोतिर नि यस्तै गर्छन् हौ छोरी मान्छेहरूले त्यस्तो केही हुँदैन छोरा मान्छेले यहाँ खोपे हुन्छन् अनि छोरीले चाहिँ यहाँ खोप्छन् अनि यहाँ पनि खोप्छन् म यहाँ पनि खोप्न लागेको थिएँ तर चोड्नीमा अलिक गाह्रो हुन्छ दुख्छ भनेर यहाँ मात्र खोपेको आफैले हो नै भाउजूले खोपिदिनु भएको घरमै सुईले त्यस्तो सुइयो हान्ने हाम्रो घरमा त्यस्तो चलन त छैन तर हातमा हान्छ कि कसैले यस्तो कलमले लेख्यो अनि त्यसैमा कलर हालेर गफ 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 गोप्छन् हाम्रो दाइले यहाँ हाने छ त्यस्तै लेखेर मुटुमा यहाँ मुटु हुन्छ र कहाँ हुन्छ मुटु यहाँ हुँदैन र अलि माथि हुन्छ ठ्याक्क बिचमा यहाँ हुन्छ त्योभन्दा अलि माथितिर हो त्यतातिर हुन्छ मुटु अनि मैले यहाँ भने यहाँ हान्दा छ कि मम लेखेर तपाईँलाई नि हान्नु मन छ नै म हान्दैन दुख्छ अरे है ओके अब तपाईँहरू अब अलिक ठुल्ठुलो भइसक्नु भएको छ है अब सबैले कमेन्ट पनि राम्रो राम्रो गरिरहेका छन् अब के थाहा अब तपाईँहरू अब साङ्गीतिक जोडी पनि भनिसक्नु भयो अन्जुले अघि नै बिहे भइदियोस् प्लिज भन्दै कमेन्ट गर्छन् है अब के थाहा अन्जुसँग बिहे गर्नु पर्यो भने विनोद भाइले स्वीकार्नुहुन्छ त्यस्तो सोचाइमा अहिले नलागन होइन सोचाइ गर्नु पर्यो भने घरबाट एकदम फोर्स आयो अरे ल एकछिनको लागि विनोद भाइलाई बाबाले अब बिहे गर्नु पर्यो विनोद हामी एक्लै भयौँ भनेर भन्नुभयो भने आमालाई सम्झाइहाल्छु नि पहिला मलाई घर बनाउनु दिनु भने होइन घर पनि बन्यो रे ल एकछिनको लागि घर बन्यो अरे सबै भयो अरे नसोध्नुहोस् मलाई म त्यस्तो जवाब दिन सक्दैन के थाहा मलाई त्यो बिहेको बारेमा थाहा होइन के होइन झुकाउनु भयो तपाईँले हामीलाई त्यो अब
त्यो त टाइम आएपछि के होइन के हुन्छ कस्तो हुन्छ त्यो त होइन उसैलाई चाहिँ किन सोध्या त अनि? अब होइन अब पाइयो, होइन? सोध्न पाइयो अब ऊ पनि अब एक्लै ऊ पनि एक्लै सिङ्गल छ। सिङ्गल हुनुहुन्छ सिङ्गल अब सिङ्गल भए पनि अब ट्यापासम्म लग्नु त भएन के अरे अनि आकाशको फल आँखा तरी मर पनि त्यही हो क्या अब आकाशको फलमा अब त्यो कसले टिपेर लग्छ टिप्नु नसक्ने सक्दैन त्यस्तै अब के अन्जुला त टिप्दैन कसैले। तर तपाईँ त मिङ्गल जस्तो देखिनुहुन्छ नि तपाईँ त पुरा बाटो के कोही छ गाउँतिर यसो होइन गाउँतिर कोही छैन सिर्फ मलाई जिस्काउँछन् त्यो जिस्काएपछि म मनै नपर्ने मन नपर्ने रिसाले घरतिर हिँडिदिन्छु काम छोडेर पनि काम भयो भने ए केटीले चिस्कायो भने केटी दाइहरूले सबैले क्या योसँग बिहा गर भनेर जिस्काउँछन् अनि त्यसपछि अलि झोकिन्छु अनि त्यसपछि खिचा होला नि जस्तो मलाई लाग्छ कि भनेपछि अन्जुलाई तपाईँ भनेर जिस्काउँदा चाहिँ तपाईँलाई रिस उठ्या छैन अहिले? नै छैन ए भनेपछि केही राम्रै शुभ सङ्केतै होला है। हातेरी यार यहाँ रिसाएर कहाँ जाने म काठमाडौँ केही थाहै छैन रिसाउनु भएन त्यहाँ अहिले त के हुन्थ्यो भने अब नै तपाईँहरूले ज्यादै उ त गर्नु भएन त्यहाँ त अरे मस्तले अब खिचाएपछि रिसाले के पनि काम पेले बेसी गरी रिसा जस्तो गरेर के पनि सुइटै गर्दैन काठमाडौँ चाहिँ कहाँ घुम्नुभयो तपाईँ अहिले? स्टुडियो मात्रै गएको छु त्यस्तो अन्त कहीँ घुमेको छैन कता कता लग्नुहुन्छ कता अब त्यो अलिअलि कहीँ यस्तो ठाउँबाट यस्तो ठाउँ घुस्नुपर्छ भन्ने अलिअलि कोही याद छ अब याद भइजान्छ के नाम थाहा भयो काठमाडौँको? नाम के नामहरू हुन्छ नि यहाँको ठाउँको नाम अब अहिले हामी बाग बजारमा छौँ यस्तै ठाउँहरू के त्यो त मलाई कुन बजार कस्तो बजार त्यो केही थाहा छैन मलाई केही थाहा छैन। तपाईँहरू अहिले कहाँ बस्नु भएको छ त्यो पनि थाहा छ? अहिले हामी उहाँ खोइ मलाई त्यो पनि थाहा छैन मलाई हेर त्यो नाम उ गर्ने नै अब गीत पठाइदिनुहुन्छ यो गीत गर्नु पऱ्यो भने त्यो गीत कण्ठ गर अब त्यो यस्तो ठाउँमा बसेको छु भने त्यो पनि कहाँ उड्छ अनि बिजुली बजार पुल त्यस्तो थाहा छैन? दैनिक हिँड्ने पुलहरू उहाँले सम्झाउनुहुन्छ तर यस्तो हुन्छ क्या अब ज्यादा अब होइन हतारमा यो गीत कसरी गाउने होला भने त्यही सोचमा हिँडिदिन्छ क्या अनि त्यस्तो कारणले त्यति खुज्न पाउँदैन नि त दिमागमा। यहाँ धेरै गाडीहरू देख्दा चाहिँ कस्तो भयो तपाईँलाई? झ्याउ लाग्छ है झ्याउ एकदम बाटो क्रस गर्न पनि झ्याउ त्यो गाडीभित्र झन् मलाई बस्न त्यति अर्कै हुन्छ है। अन्जुलाई पनि यस्तै भएको थियो सुरुमा यता काठमाडौँ आउँदा? मलाई त त्यस्तो अब खासै केही भएको थिएन रमाइलो लाग्थ्यो त्यो सब अब यस्तो हुन्छ नि त आफ्नो गाउँमा त्यस्तो गाडी अब बसहरू त्यति देख्न त देखेँ तर चढेको चाहिँ थिएन क्या म तर यो काठमाडौँमा आएर है यता त्यो बिच बाटोमा यता बाटो पारी तरौँ भन्दाखेरि नि कति गाह्रो हुन्छ है म त काहीँ त्यसरी तर्नु पर्यो भने पनि कहीँ सिधै बाइक लिएर ठोकिदिने त होइन भन्छ क्या त्यस्तो डर लाग्छ क्या मलाई नि सेम हो पहिला कुन ठाउँ बस्थेँ भनेर यता भक्तपुर मात्र हो भक्तपुर कुन ठाउँ भनेपछि थाहा छैन भक्तपुर मात्रै थाहा छ त्यो मात्र भन्थ्यो कि तर अहिले अब बानी पर्यो अब अहिले त एक्लै हिँड्छु जहाँ पनि कतै अब मान्छे बानी पर्छ नि त जन्मिने बित्तिकै कसैले बा भन्छ र भन्दैन नि बिस्तारै सिक्छ होइन हो त्यही हो सबै मान्छे अब विनोदलाई घुमाउनु पर्यो नि त अन्जुले काठमाडौँ भइहाल्छ नि त्यो त कहाँ लैजाने कहाँ घुमाउनु होला यार हानेर होइन तपाईँ जहाँ घुम्नुहुन्छ त्यही लगिदिन्छु नि उहाँलाई चाहिँ पशुपति मन्दिर लग्नु छ होइन फर्स्टचोटि होइन हुन्छ कि छैन देखा पनि छैन होइन पशुपति भोलि जाऊँ न त के भयो त टाइम छैन बिजी अब गायक म एक दिनमा जबसम्म म घर बनाएँ तबसम्म मेरो त नघुम्ने त्यस्तो त घरले अलिकति तनाव दिएको छ नि त होइन सबभन्दा तनाव भनेको त्यही घर त छ आफ्नै घर भयो त होइन अब अर्का घरमा अलि त केही भइहाल्यो भने अलि नराम्रो हुन्छ नि त त्यही भएर अब आफ्नो घर भयो भने त जे गरे नि भयो जस्तो गरे नि भयो अनि त्यही भने अहिले अरूकै घरमा हो बसिराख्नु भएको तपाईँ? हजुर कतिवटा रुम दिनुभएको छ उहाँले? त्यहाँ अर्को पुरै घरै दिनुभएको छ उहाँ इन्डिया जानुभएको सबै परिवार जानुभयो अनि त्यही भएर हामीलाई
अनि एउटा कोठा लक लगाएर आफ्नो सामान हालेर यो तिम्रो बस भने भन्नुभयो। अनि त्यसपछि हाम्रै ठुल्बाहरू हुनुहुन्छ उहाँ फेरि बसेपछि धेरै पो बसेको। घर यो साल बनाउँछु घर भनेर कमाउँदै गयो के हुन्छ फेरि फर्कियो फेरि हुँदैन फेरि गयो। त्यस्तो गर्दा जतिचोटि गर्दा नि कहाँ हुँदैन नि। अब यसपालि गढवाल गएपछि बुवा सँगसँगै गयो। यस्तो झ्याउ है त्यो ठाउँ गढवाल इन्डिया टेन्ट लगाएर बस्ने बाघ वरिपरि घुम्ने। दिउँसो त्यो अब त्यो गिट्टी कुट्ने काम थियो। गिट्टी फोड्दाखेरि बाघ कराउने हेर्नेलाई झ्याक देखिने पुरै 3वटा बाघ त मैले सामान्य देखेँ। ट्र्याक्टरमा एकचोटि हेर्नुहोस् ट्र्याक्टरमा आउँदै थियौँ कामबाट सकेर राति 7 बजीतिर अलि थकाइ पनि ज्यादै लागेको थियो। आउँदाखेरि त यस्तो ट्र्याक्टरको पछाडि हुन्छ नि त्योमा पैसा झ्याक 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 त्यस्तोमा आउँदाखेरि यस्तो हेर्दै ढाक्दै गइरहेको यसरी हेर्दाखेरि त ठ्याक्क यस्तो हात बनाएर बसेको थियो बाघ। क्रस बनाएर बस्यो। यस्तो बाटो थियो। बाटो यस्तो भयो भने यस्तो भित्ता थियो। त्यो भित्तामा ठ्याक्क हामीलाई मजाले हेरेको क्या चाहिँ। अनि त्यसपछि त्यस्तो ठाउँमा पनि काम गरेर आइयो। अब त त्यस्तो दुःख गर्नु पर्ला है। अब कहिलेतिर घर बनाउन सुरु गर्ने? अब यहाँबाट गएपछि अन्जुलाई त्यसपछि लैजानुपर्छ है घरतिर घुमाउन घर भनेपछि। यस्तो त नगर्नु पर्ला नगर्ने त्यस्तो। अब कहाँ अब यस्तो बजारमा बसेको गाउँमा लौजा लौजा म पनि गाउँमै बसेको र त अहिले पो सहरमा छु त होइन। हाम्रो गाउँ अलि विगत छ भने विगत सेम हो क्या। त्यो मैले अघि नै भने त सेम हो भनेर सेम टु यो अघि भनिसकेँ मैले। जान मन छ कि छैन विनोदको गाउँ? लगेपछि जाने घुम्नको लागि। सोध्नु नि त लान्छ कि लाँदैन? लानुहुन्छ र जाने भए त नाइ भन्न सकिँदैन। ओके छ त त्यसो भने घुम्नलाई भए पनि जान्छु म गाउँतिर। ओके ल अन्तिममा अब तपाईँहरू दुईजनालाई आउने एउटा गीत सुन्छौँ अनि त्यसपछि बिदा हुन्छौँ है त। न्याउली बरु डालीमै निदायो तिम्रै यादै बिस्तारा भिजायो। न्याउली बरु डालीमै निदायो तिम्रै यादै बिस्तारा भिजायो। हो तिम्रै यादै बिस्तारा भिजायो। आहा कस्तो राम्रो। अब तपाईँहरूको नयाँ गीत आएपछि फेरि पनि हामी भेट्नेछौँ। अन्तिममा दर्शकलाई केही छ भन्नुपर्ने? भिडियो आउँदैछ मन्जु खत्री युट्युब च्यानलमा सबैले माया गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। हजुर मिठा मिठा कमेन्ट गरिदिनु होला। अनि जोडी चाहिँ नभनिदिनु होला है। साङ्गीतिक जोडी भन्न पाइयो तर त्यस्तो अब नराम्रो नसोचिदिनु होला, त्यही भन्न चाहन्छु। त्यही हो सेम हो उसले भनिसक्नु भयो। सबैलाई फेरि पनि नमस्कार भन्न चाहन्छु। र आउने गीत अब हाम्रो मन्जु खर्ते दिदी मन्जु खर्ते दिदी को युट्युबमा आउनेछ गीत। अनि मेरो र उहाँको अनि हाम्रो पूर्णकला दिदीको आवाज रहेको छ। एकदमै मिठो छ गीत। नाच्ने एकदमै म त अघि गाउँदै नाचेँ कि उफ्रिँदै नाच्दै गरेँ होइन। एकदमै राम्रो छ। सबैले माया गरिदिनु हुनेछ आशा छ। र कमेन्ट मिठा गरिदिनु होला। नराम्रो चाहिँ नगरिदिनु होला। गीतलाई चाहिँ माया गरिदिनु होला। सकेसम्म सेयर पनि गरिदिनु होला। अहिलेलाई छुट्टिन्छौँ। हस्त धन्यवाद।